हेलो 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 एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ होला क्यारे? मलाई चाहिँ एकदम घरमा फलेको फर्सी चाहिँ साह्रै मनपर्ने होइन, त्यही भएर चाहिँ म फर्सी बनाउनु लाग्यो। अनि मैले चाहिँ फर्सी बनाउँदा चाहिँ मेथी अनि रायो होइन, रायोको दानाहरू चाहिँ हमेसा फोराउँछु। अनि मैले चाहिँ सब्जी बनाउँदाखेरि जहिले पनि लसुनहरू चाहिँ एकदम फोकेर होइन, लसुन र खुर्सानी चाहिँ मैले यस्तै सिँगै हालिदिन्छु, म पिसेर मन पर्दैन होइन। त्यसपछि प्याजहरू राखेर होइन, त्यसपछि मजाले भुटेर साह्रै मनपर्ने कि मलाई यो हाम्रो नेपालको अर्ग्यानिक सब्जी भनौँ न, यसो आगोमा पकाएर होइन, साह्रै मनपर्ने कि मलाई। फेरि सबैको आफ्नो आफ्नो तरिका हुन्छ होइन, कसैलाई त्यसमा अब इन्डियामा त त्यसमा भेलीहरू चिनी अनि कसैले फेरि आमचुरहरू एकदम क्या, कसैले फेरि एकदम मिठो र अमिलो चाहिँ मिक्स गरेर खान्छ होइन। सबैको टेस्ट तरिका अलग अलग हुन्छ। अनि मैले चाहिँ यसरी बनाउँछु, मलाई यसरी पकाएको राम्रो लाग्छ कि। मैले यदि फर्सी हरियो छ भने मैले त्यसको चाहिँ बोक्रा फाल्दैन। अनि बोक्रा नफालिसकेपछि मलाई मनपर्छ है, किनभने अब बोक्रा अब पहेँलो छ भने पनि त अब त्यसका बोक्रा फाल्नै पर्छ। तर त्यो फर्सी चाहिँ हरियो छ भने मैले चाहिँ त्यसको बोक्राहरू चाहिँ फाल्दैन। अनि हाम्रो बारीमा चाहिँ फर्सी जति खाए पनि छ कि गाइस। अनि सब्जीहरू बनाउँदाखेरि चाहिँ त्यो मसला हुन त सजिलो हुन्छ मिक्सचरमा ठ्याक्क गरेर पिसेको, तर मैले चाहिँ सिलौटोमा पिस्छु कि। वैसे त हाम्रो मिलमा लगेर जिरा धनियाँ पिसेको धुलो पनि छ। अनि फेरि अब त्यो हुन्छ नि त एउटा कसैले फुराउँछ, मैले चाहिँ जिरा धनियाँ चाहिँ फुराउँदैन। मैले यसरी पिसेर सिलौटामा अनि मजाले उ गर्छु। अनि टमाटर चाहिँ मैले लास्टमा काट्छु कि। आलुहरू फर्सीहरू पाकिसकेपछि उता बहिनीले चाहिँ अन्डा करी बनाउने भनेर अन्डा छिल्दैछ। अनि त्यसपछि कसले कस्तो तरिका हुन्छ, सबैको आफ्नो तरिका हुन्छ। मैले लास्टमा सबै चिज पाकेपछि टमाटर, त्यसपछि अघि नै पिसेको अदुवा अनि जिरा धनियाँहरू पेस्टहरू चाहिँ मैले त लास्टमा राख्छु होइन, किनभने टमाटर पहिले राख्ने हो भने आलुहरू फर्सीहरू पाक्दैन भन्ने हुन्छ नि त। त्यही भएर चाहिँ त्यो चाहिँ मैले लास्टमा राख्छु। अनि मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। थ्याङ्क यू गाइज, बाई बाई। मेरो